गुड मर्निङ गाइज गुड मर्निङ भर्खरै मात्रै हामी यात्रा सुरु गरिसक्यौँ यहाँ पोखरा अमरसिंहबाट। अहिले चाहिँ यहाँ पोखरा महानगरपालिका वडा नम्बर 10 को कार्यालयको अगाडि हामी लाइन मिलाउँदै थियौँ अनि उतानिर चाहिँ ब्रिगेड गोर्खा ट्रेनिङ सेन्टर देखिरहेछौँ। हजुर अगाडि बढ्यो आजको यात्रामा अपिलको लागि। सो गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ बिहानको 6:20 गएको छ। हामी चाहिँ आज बुधबार, आज वेडनेसडे रो रनिङको दिन हामी डोको फेजन कटेको टोलीको डोको छ भने नकटेको टोली र अर्को इन्टेक 2027 को भाइहरू चाहिँ खाली उडिरहेको छन्। हाम्रो चाहिँ अगाडि डोको टोली पछाडि आउँदैछ र पछाडि डोको पछि अझै खाली लाइनहरू पनि आउँदैछ। आज चाहिँ हाम्रो हल्का मिठो अपिल रहेको छ र हामी आज तपाईहरुलाई हाम्रो यात्रामा कहाँ गयो, कहाँ पुग्यो, के गर्यो र कतिको रमाइलो गर्यो सब देखाउने छौँ। धेरैको साथ धेरै त राखेर हेरिदिनु होला अन्त्यसम्म। हेलो गाइज, अहिले चाहिँ हामी यहाँ पोखरा अमरसिंह चोकबाट माथि हस्पिटल चोक हुँदै गाउँ डाँडातर्फ लाग्दैछ। ब्रिगेड बोइजहरू धमाधम जगिङमा आइरहेछ। ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्समा भर्ती हुनका लागि चाहिने सम्पूर्ण फिजिकल ट्रेनिङ, एजुकेसन क्लास र साथसाथमा डकुमेन्ट चेक सबै कुराको चाहिँ भरपुर मात्रामा तयारी गर्दैछ हाम्रो ब्रिगेड गोर्खा ट्रेनिङ सेन्टरको बोइजहरू। इन्टेक 2026 को फेज 1 सेलेक्सन पास भइसकेको छ भने कतिपय चाहिँ फेज 1 हुन बाँकी छ। अझै पनि असारको 10 गतेसम्म चाहिँ फेज 1 सेलेक्सन चलिरहेछ भने इन्टेक 2027 यानि कि नेक्स्ट इन्टेकको लागि नि भाइहरू, नयाँ भाइहरू जोइन भइसकेको छ। कोही 12 सकिसकेर आइसकेको छ भने कोही चाहिँ एसई सकेर आइसकेको छ। बोइजहरू अगाडि बढ्दैछ कन्टिन्यू। सो गाइज, अहिले चाहिँ हामी काउन्टरतर्फ जानेछौँ। हाम्रो केटाहरू उत्तिकै जोसमा छ, चप्प जगिङ हानिरहेछ। अहिले चाहिँ अब मेबी माथिबाट इन्डिभिजुअली डोको टोलीलाई अगाडि पठाइन्छ होला र बसको टोलीलाई चाहिँ ग्रुपमा लगिन्छ जस्तो लाग्छ मलाई। अब बिस्तारै हेरेर जानु होला। हाम्रो चाहिँ यात्रा अझै अन्त्य भएको छैन, हाम्रो यात्रा अझै जारी नै छ। सो अगाडि डोको टोली छ भने पछाडि चाहिँ खाली टोली दौडिरहेको छ। यो चाहिँ काउन्टर जाने बाटो। अब हामी चाहिँ काउन्टर उकालो चढ्दैछौँ। सो गाइज, हाम्रो चाहिँ यहाँबाट अपिल सुरु भएको छ काउडाँडाको र हाम्रो किराहरू च्याक्क डोको बोकेर अपिल चढ्दैछ। अगाडि 2टा ट्रेनरहरू हुनुहुन्छ सेफ्टीको लागि र पछाडि पनि ट्रेनरहरू आइराख्नु भएको छ। साथमा केटाहरू पनि पुरै उत्तिकै जोसमा कुदिरहेको छ। केटाहरूलाई काउडाँडा भनेपछि छुट्टै जोस आइहाल्छ, किनभने अपिल पनि छ नि त। अनि सिनहरू पनि उत्तिकै राम्रो छ। को यो आयुष भाइ हो? कस्तो भइरहेछ त नि? ठिक छ? माथिसम्म पुगिन्छ त? ल, माथिसम्म हान्नु पऱ्यो। हुन्छ, हाम्रो खेम भाइ पनि उत्तिकै जोसमा छ। आज मलाई लाग्छ खेम भाइ फिनिसिङसम्म पुरा फिनिसिङ दिनेछ। दिनुहोस् र? दिन्छु। ढुक्क खेम भाइले आज जोस देखाउँछ, नयाँ जोस।
गाइज अहिले चाहिँ हामी यहाँ काउडाँडा जाने बाटो यता है चौतारामा आइपुग्यौँ र आइपुगेर बोजूहरू हल्का स्ट्रेचिङ गर्दैछ। यहाँ चाहिँ भन्ज्याङ चौतारी भन्ज्याङमा यो चाहिँ कार्की डाँडा जाने बाटो हो भने चाहिँ यो चाहिँ अब हामी यहाँबाट माथि अपिल यात्रा सुरु हुनेछ ब्रिगेड गोर्खा बोइजहरूको। सो गाइस अब चाहिँ हाम्रो अपिल सुरु भइसकेको छ काउडाँडातर्फ। हाम्रो डोको टोली चाहिँ छुट्टै जान्छ भने अरू खाली टोली चाहिँ पछाडि आउँदैछ। प्रदीपको र मेरो साथमा डोको टोली चाहिँ अगाडि जाँदैछ। सो स्टे ट्युन गाइस। यहाँबाट हाम्रो पोखरा भ्यू देख्न सक्नुहुन्छ। साथमा हाम्रो केटाहरू कुदेको अनि आज चाहिँ मौसम चाहिँ पानी पर्ला जस्तो भइरहेको छ। त्यही पनि हाम्रो गन्तव्य रोकिने छैन। हाम्रो गन्तव्य चाहिँ काउडाँडाको टपमै हुनेछ अनि हामी काउडाँडाको टपमा नि पुग्ने छ। हाम्रो सोल्दी पुरा घोप्टो बर्र दिइराख्नु भएको छ। कति गाह्रो भएको छ सोल्दी पुगिन्छ त टपमा यतिको आँट चाहिँ राख्नुपर्छ। अरे केटाहरू दिइरहेको छन् चप्पा चप्पा। केटा लाइनमा भागे। आइज केटा पछाडिको आइज ग्रुप भेट्न आइज। अहिले चाहिँ हामी अलिकति माथि आइसकेका छौँ। तलपट्टि पोखरा सहर देखिरहेछ तर अलि धमिलो देखेछ। यो चाहिँ यहाँ चाहिँ मकैबारी छ। बोजूहरू जगिङ गर्दै माथि चढ्दैछ। यो ग्रुप ब्रिगेड गोर्खा बोइज फुलेको देखिरहेछौँ। तलपट्टि पोखरा सहर है मकैबारी है। नेक्स्ट ग्रुप बी ग्रुप है। बी ग्रुप देखिरहेछ मैले यहाँ। बी ग्रुप नछोडै बाबु नछोडै। स्टामिना बढ्ने भनेको यही यस्तै अपिल रनले हो। केटाहरूको जोसमा बोजूहरू आफ्नो पेस अप गर्दै गइरहेछ। केटाहरू जप नछोड बाबु है। एकदमै मिठो स्टामिना बढ्छ यो डोकोले। नछोडिकन चाहिँ मेहनत गर्यो भने माथिसम्म पुग्ने गरी जाने हो। सो अहिले चाहिँ हामी गाउँ रिसोर्टको उकालोमा आइसकेको छौँ। केटाहरू हानिरहेको छन्। यहाँबाट यता देख्न सक्नुहुन्छ दृश्य। मौसम पनि निकै राम्रो भएको छ। शीतल पानी पर्ला चाहिँ भएको छ। मेबी माथिसम्म जाँदा चाहिँ पानी पर्न सक्छ। केटा हान ए ह्याकर नछोड। आइज भाइ छिटो आइज ग्रुपमा आइज। यहाँ छ हाम्रो आयुष भाइ र ऋतिक गुरुङ। आयुष भाइ माथि टपसम्म पुग्छ यही बेसमा ग्रुपमा जान्छ। ल गाइस पनि फ्रुटी खुलाउँछु म एउटा बुझिस्। ल पुगिनस् भने तैँले खुलाउँछस् फेरि। यहाँ भिडियो प्रुफ छ बुझिस्। ल सो हाम्रो आयुष भाइलाई चाहिँ टास्क भयो। माथिसम्म ग्रुपमा पुग्यो भने चाहिँ यसलाई म फ्रुटी खुलाउँछु। यसले यो पुगेन भने चाहिँ मलाई यसले फ्रुटी खुलाउँछ। ल दिल है त। ल सो यहाँबाट चाहिँ निकै राम्रो भ्यू देखिन्छ। यहाँभन्दा पनि माथि डाँडाबाट चाहिँ अझै राम्रो देखिन्छ। तर यहाँबाट पनि उत्तिकै भ्यू देखिरहेको छ। अहिले चाहिँ वेदरको खराबीले गर्दा त्यस्तो राम्रो भ्यू पर्फर्मेन्स नहोला भिडियोमा।
यहाँबाट चाहिँ हाम्रो रियल हाम्रो आँखाबाट चाहिँ राम्रै भ्यू देखिरहेको छ। मस्त पानी पर्ने सम्भावना छ धेरै नै। केटाहरू यहाँबाट पनि उकालो लागिसकेको छ भने पछाडि टोलीहरू पनि आउँदैछ। सो हाम्रो केटाहरू थाकेकै छैन। हाम्रो केटाहरू थाकेकै छैन। ओ केटा हो थाकेछ त? थाकेछ छैन? मा पुग्छ केटा गाउँडालाई नाच्छ केटाहरूलाई। थाकेछ जल्दी अगाडि डोगो बोकेर कुद्दैछ है कोही यहाँ आउँदैछ। तलतिर पोखरा सहर यस्तो देखिरहेछ। आज अलि धमिलो धमिलो छ। तलतिर धानहरू रोपिसकेको छ है पोखरामा। यो चाहिँ कमल पोखरी साइड हो है। यता काउँ खोला अनि यतातिर चाहिँ कमल पोखरी साइड हो। पोखरा सहर यस्तो देखिरहेछ। अलिक क्लियर देखाएको छैन आज चाहिँ। भागे केटा हो भाग। हाम्रो केटाहरू उत्तिकै जोसमा छ। जोसमा छैन त? सो अहिले चाहिँ हामी काउडाराको स्कुल पनि गरिसकेको छौँ भने अब मेबी यहाँबाट टप 1 किलोमिटर जति होला। अब 1 किलोमिटरको दौडानमा केटाहरूले कतिको जोस देखाउँछ भन्ने कुरो हो। देखाउँछ त जोस? आइस केटाहरू चाहिँ जोस देखाउँछु भनिरहेको छ। स्टे ट्युन गाइज। लास्टसम्म केटाहरूको जोस हेर्नुपर्छ। अहिले चाहिँ पछाडि आउँदैछ केटाहरू। यति चाहिँ अगाडि ग्रुपमै कुदिरहेको छ। हामी चाहिँ यो माथि कुड्किलो पार गरेर अझै माथि जानेछौँ टपमा। त्यो टप बाटोको भ्यू पनि हामी देखाउनेछौँ। हजुरहरूमा छर्लङ्ग पुष्टि गर्नेछौँ। हाम्रो केटाहरू च्याप्प 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 ग्रुपमा जगिङमा गइरहेको छ मजाले। सो यहाँबाट चाहिँ तल भ्यू देख्न सक्नुहुन्छ। अनि मकैबारी डरेम डरेम यो चाहिँ गडराको मकैबारी। अनि यहाँ चाहिँ निकै नै राम्रो राम्रो मकैहरू फलिरहेको छ। सो मकै जस्तो राम्रा हाम्रा केटाहरू पनि च्याप्प आफ्नो बेसमा कुदिरहेको छन् भने तपाईँहरू देख्न सक्नुहुन्छ। मौसमले पनि साथ दिइरहेको छ। गर्मी पनि छैन। केटा हान है हान केटा हान। यस्तो दिन फेरि बार बार आउँदैन। राम्रो दिनमा राम्रो गर्नुपर्छ। मौसमले पनि साथ दिइरहेको छ। हाम्रो ब्रिगेडको बोइजहरू आज काउडाँडा चढ्छ। मौसम राम्रो गरिदिनुपर्छ मैले भनेर मौसमले पनि एकदम साथ दिइरहेको छ केटा। गुड गुड बाबु गुड गुड। माथि नै जाने है, माथि नै जाने। जाऊ 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 बाबु जाऊ जाऊ। माथि नै जाने, माथि नै जाने, माथिसम्मै जाने हो। गुड गुड। ल ठिक छ, ल ठिक छ। यारो मेहनत गर्छ कोही त आइपुग्यो ढोको बोकेर नि माथि नै जाने हो अझै। सो हाम्रो आयुष भाइ पनि उत्तिकै जोसमा छ। फ्रुटी खान पाउँछु भनेर हो कि क्या हो? ल यहाँसम्म चाहिँ आयुष भाइ ग्रुप नछोडिकन आइसकेको छ। अब लास्टसम्म हेर्न सक्नुहुन्छ हजुरलाई। आयुष भाइले फ्रुटी
खान्छ कि मलाई खुलाउँछ मेबी खान सक्छ खान्छ त पक्कै फिक्स ठिक छ फिक्स ल हेरौँ है त्यो मान्छेसँग आयुष भाइले फ्रुटी दाइलाई फ्रुटी खुलाएरै छर्छु भनेर उत्तिकै डाँट टोकेर बल गरिरहेको छ हेर छैन ल हेरौँ है त किलोमिटर हो हेरौँ है त आयुष भाइले फ्रुटी खान सफल हुन्छ कि हुँदैन सो मेरो पछाडि देख्न सक्नुहुन्छ हाम्रो डोको टोली र साथमा हाम्रो प्रदीपले चाहिँ कुदाइराख्नु भएको छ अनि हाम्रो डोकोको फाइनल डेस्टिनेसन चाहिँ आइसकेको छ अनि मेबी यहाँदेखि होला 1 किलोमिटर पनि छैन होला अलि अनि लास्टसम्म हाम्रो केटाहरू चाहिँ यति नै हो अनि पछाडि आउँदैछ केटाहरू अनि यो ग्रुपमा चाहिँ यति नै छ देख्न सक्नुहुन्छ च्याप्प कुदिरहेको छ केटाहरू अनि आज चाहिँ हाम्रो काउडाराको टप नै फाइनल डेस्टिनेसन हुनेछ र यहाँसम्म चाहिँ हाम्रो केटाहरूले निकै जोसको साथमा कुदिरहेको छ भने अब टपमा पनि उत्तिकै जोस देखाइरहेको छ केटाहरूले र यहाँबाट चाहिँ अझै हामी के गर्छौँ आजको एक्टिभिटिजहरू चाहिँ सब हजुरहरूमा पहुँचाउनेछौँ हामी सो लास्टसम्म धैर्य गरेर हेरिदिनु होला सो केटाहरू कुदिरहेको छ सो अब चाहिँ हाम्रो फिनिसिङ चाहिँ 500 मिटरको दूरीमा होला त्यतिको ग्यापमा चाहिँ हाम्रो केटाहरू अगाडि उत्तिकै जोसिरहेको छ देख्न सक्नुहुन्छ हाम्रो केटाहरू सो केटाहरू चाहिँ यसमा आइसकेको छ राम्रो जामगुर्दी सो यो चाहिँ हाम्रो काउडाराको चण्डी मन्दिर केटाहरू चाहिँ यसमा आइसकेको छ ठ्याक्क गयो केटा गयो अब चाहिँ हाम्रो फाइनल डेस्टिनेसन चाहिँ उठाइरहेको छ र यहाँसम्म हाम्रो आयुष भाइ आउन सफल भइसक्नु भएको छ मलाई लाग्छ आयुष भाइले आज मेरो तर्फबाट पक्कै नै फ्रुटी खान सक्नुहुन्छ फ्रुटीको डाबेदार हाम्रो आयुष भाइ राम्रो छ ल यता छुट्टी होइन आयुष भाइले फ्रुटी पकाइहाल्यो सो हाम्रो आयुष भाइ चाहिँ फिनिसिङ लाइनमा आइसकेको छ ग्रुप भन्दा नि अगाडि देख्न सक्नुहुन्छ हाम्रो जोस यो पक्कै
फ्रुटीको जोस हुन सक्छ। फाइनली हाम्रो फिनिसिङ पोइन्ट चाहिँ यहीँसम्म थियो। हाम्रो केटाहरू आउँदैछ। यहाँदेखिको दृश्य पुरै होल पोखरा सिटी देखिन सक्छौँ हामी यहाँदेखि। तर आज चाहिँ अलि वेदरको खराबीको कारण त्यस्तो राम्रो देखेको छैन। सो गाइस आजको हाम्रो फाइनल डेस्टिनेसन चाहिँ यहीँसम्म थियो र हाम्रो केटाहरू पनि आइसकेको छ। देख्न सक्नुहुन्छ हाम्रो केटाहरूलाई उति नै थकित रहेको छ। अनि आज चाहिँ मेरो च्यालेन्ज थियो हाम्रो आयुष भाइलाई, हाम्रो आयुष भाइलाई ग्रुपमा नछोडिकन यहाँसम्म हान्यो भने चाहिँ म फ्रुटी खुलाउँछु भनेर, र ऊ फ्रुटीको ऊ भागेदार भइसकेको छ। ल आयुष भाइलाई चाहिँ फ्रुटीको उसले चाहिँ च्यालेन्ज जितिसकेको छ र उसले आफ्नो प्राइज पाइसकेको छ भने हाम्रो चाहिँ आयुष भाइले राम्रो डोको राम्रो पर्फर्मेन्स गरेको छ र अरू केटाहरूले पनि राम्रो पर्फर्मेन्स गरेको थियो। त्यही पनि अब उसलाई चाहिँ अब आयुष भाइलाई चाहिँ च्यालेन्जै थियो एउटा, त्यही भएर। सो अरू चाहिँ भिडियोहरू चाहिँ हजुरहरू हेर्न सक्नुहुन्छ हाम्रो केटाहरूले कतिको पर्फर्मेन्स गरे भनेर। र हाम्रो अरू केटाहरूले नि ठिकै गरेको थियो। हाम्रो अगाडि प्रदीप गुरुजीले नि उत्तिकै कुदाइराख्नु भएको थियो र पछाडि म पनि उत्तिकै आइरहेको थिएँ। अनि सो यही नै हो हाम्रो डेस्टिनेसन। सो गाइज हाम्रो चाहिँ आज मोनास्ट्री रोड रनिङ चाहिँ कम्प्लिट भएको छ। हाम्रो सबै केटाहरू चाहिँ डेस्टिनेसनमा आइसकेको छन् है। ल अरू भिडियो चाहिँ तपाईँले युट्युबमा हेर्न सक्नुहुन्छ। ल थ्याङ्क यू, धन्यवाद। अब चाहिँ हाम्रो होस्टेलतर्फ लागिसकेको छ हामी चाहिँ। अब हाम्रो चाहिँ यही हो हाम्रो काउन्टारदेखिको भ्यू। आज चाहिँ हाम्रो वेडनेसडे रोड रनिङको डे चाहिँ हाम्रो काउडारामा आएर काउडाराको टपमा यानि कि यहाँसम्म आएर अन्त्य भइसकेको छ। अनि हाम्रो आज चाहिँ दोको टोलीलाई लिएर चाहिँ म र हाम्रो प्रदीप गुरुजी दुईजनाको साथमा आएको थियौँ। र अगाडि चाहिँ हाम्रो प्रदीप गुरुजी हुनुहुन्थ्यो। कस्तो भयो हजुरको कुदाइ आज? एकदमै राम्रो भयो। केटाहरूलाई सबैलाई कसैलाई नछोडिकन एकसाथ ग्रुपमा ल्याउन चाहिँ एकदमै सेटिस्फाइङ भयो। रिफ्रेसमेन्ट पनि भयो, एकदम इन्भाइरोमेन्ट पनि एकदम क्लिन फ्रेस थियो। अनि आज चाहिँ अनि वेदरले पनि साथ दिइरहेको छ। हल्का सानो सिमसिम पानी परिरहेको छ, त्यही पनि अनि शीतल पनि छ। सो त्यही भएर केटाहरूले आज राम्रो पर्फर्मेन्स गर्यो। दोको पनि ठिकै भनौँ राम्रै हान्यो। धेरै केटाहरू पछि पनि परेन। अनि हाम्रो ट्रेनिङ चाहिँ आज वेडनेसडे ट्रेनिङ चाहिँ यहीँ अन्त्य भएको छ। र अब चाहिँ हामी यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अझै माया साथ सपोर्ट गरिदिनु होला र हाम्रो युट्युबमा चाहिँ माया देखाइदिनु होला। हजुरहरूको मायाले नै हाम्रो जोस जागर फ्रुटी फुष्टपनहरू चाहिँ एकदम भित्रदेखि नै आउँछ। हजुरहरूले माया गरेर साथ सपोर्ट गरेर हजुरहरूको माया देखाइदिनु भयो भने हाम्रो जोस पनि उत्तिकै निस्किनेछ। अनि हाम्रो डेली एक्टिभिटिजहरू पनि अनि हाम्रो ट्रेनिङको एक्टिभिटिजहरू पनि हजुरहरूमाझ पन्छाउनेछौँ। उत्तिकै माया देखाइदिनु होला। र यहाँसम्म भिडियो हेरिदिनु भएको सबैलाई धेरै धेरै धन्यवादको साथ टेक केयर। अनि हामी सबै ब्रिगेड फ्यामिलीबाट धेरै धेरै माया। हस् त, थ्याङ्क यू। हाम्रो माझमा हुनुहुन्छ आयुष भाइ, आयुष के अरे घरटी मगर, आयुष घरटी मगर। उहाँ चाहिँ वान एन्ड ओन्ली एके रोल्पा होइन? हजुर, रोल्पाको चाहिँ उसको उहाँको घर चाहिँ रोल्पा हो भने उहाँ चाहिँ पक्का रोल्पाली। अनि उहाँ चाहिँ हाम्रो ब्रिगेड गोर्खा ट्रेनिङ सेन्टरमा जिसीको क्यान्डिडेट्स। अनि उहाँ चाहिँ जिसीको लागि फेस टु ट्रेनिङ गर्दै बसिराख्नु भएको छ भने ट्रेनिङ पनि राम्रै गरिराख्नु भएको छ र पर्फर्मेन्स पनि राम्रै छ। यसपालि हाम्रो आयुष भाइ भर्ती के यसपालि हाम्रो आयुष भाइ भर्ती लाग्ला त?
तपाईँहरूलाई यो क्वेसन के यसपालि हाम्रो आयुष भाइ भर्ती लाग्ला त